वेलकम छ मेरो न्यू भ्लगमा। अनि आज चाहिँ मेरो डे 2 कुखुरा बनाउने कुखुराको खोर बनाउने डे 2 हैन। देख्न सक्नुहुन्छ यो चाहिँ मेरो कुखुरा खोरको चाहिँ यति जति चाहिँ उयो के अरे उयो लुक आइसकेको छ। यसको चाहिँ खोर चाहिँ यस्तो भइसकेको छ हैन। अनि टिनहरु पनि यहाँनिर काटेर रेडी पारिसक्यो। टिनहरु पुरै यो आफै घरमै काटेको दुई टुक्रा बनाएर हैन। अनि खोरको चाहिँ यति लुक आइसक्यो। उतापट्टि हानिसक्यो। अब यता यो दुई साइड तीन साइड हान्नुपर्ने छ हैन। काठ काट्दै मिलाउँदै हाल्नुपर्ने। यो चाहिँ पुरै 10 रुपैयाँ किलो काठ किनेर ल्याएर आफै बनाएको हैन। यो चाहिँ कति ठाउँ मोटो मोटोहरु चाहिँ सब तास्दै हैन। यस्तो यस्तो यो आँखाहरु भएको तास्दै लाएकोले गर्दाखेरि ढिलो भएको क्या। एकदम मोटो मोटो यो काठ अनि नि यतिको मोटो थियो। यतिको मोटो हेर्नु त यति मोटो थियो। सब तासेर हैन। कुखुरीले नै तासेर अनि यहाँ परको देख्न सक्नुहुन्छ त्यो पनि पुरै तासेको। पुरै मोटो मोटोहरु सबै तास्नुपर्छ नि त, किनभने अब काँटी छिर्दैन, कतिपय के अरे ठङहरु मिल्दैन। मिल्नेमा त यतिकै हाल्दिन्छु हैन। यी नमिल्नेहरु यसरी तास्नुपर्छ। अनि त्यही भएर चाहिँ मैले काम अलिक ढिलो भइरहेछ। यस्तो मोटो मोटो बिग्रेको हुन्छ क्या। यहाँ तल पातलो, यहाँ माथि मोटो एउटै काठ है। फेरि यो चाहिँ एउटै काठ यस्तो मोटो मोटो बिग्रेको हुन्छ नि, तिनीहरुलाई ल्यामलुम मिलाउँदै हाल्दैको क्या। अनि त्यही हो, आज 3 सिन लाउने भित्ताहरु सबै टालिन्छ होला आज। सायद के हुन्छ ढोका चाहिँ बनिसक्नु नसक्ला, किनभने अहिले पनि 12 साढे भइसकेको छ हैन। अहिले दिउँसोको यतिखेरसम्म पनि मैले चाहिँ काम खासै गरेको छुइनँ आज। काठहरु चाहिँ यस्तो छ, यो फ्यालेकोहरु हुन्छ नि काठ मिलमा, यस्तोहरु मिलाउँदै हाल्नुपर्ने हुन्छ। त्यही भएर हल्का टाइम लाग्छ क्या। यस्तोहरु हुन्छ आको मिलाउनु चाहिँ कस्तो पर्छ भने यस्तोहरु हुन्छ नि, यिनीहरुलाई हल्का तास्नुपर्छ, काँटी छिर्दैन नि त। अनि यो मिलाउनु पर्यो, तास्नु पर्यो। त्यही भएर टाइम लागिरहेछ कुखुरा खोर बन्न। नभए राम्रो राम्रो काठ भए त पहिल्यै बनिसक्ने हो। ल आजलाई यति नै हैन। अब भरे एकैचोटी अब काम गर्दाखेरि त एकदम असिम पसिम हुन्छ हैन। अनि त्यसको लागि चाहिँ मैले यहाँनिर पंखा पनि भित्र कोठाबाट यस्तो सेटअप गरेर ठ्याक्क राखेको छु हैन। यहाँनिर यो मुढामा बसेर काट्ने हो। ठ्याक्क हावा यतै आउँछ नि त, त्यही भएर। अनि अहिले चाहिँ हावा चलिरहेछ फुर अलिअलि हैन। त्यही भएर मैले पंखा अन गरेको छुइनँ। अब चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ हात पसिनाले गर्दाखेरि म चाहिँ भिडियो बनाउँदिनँ। अब काम गर्दैछु हैन। भरे टाइममा बसेको बेलामा, पानी खान बसेको बेलामा, के गरे खाजा खान बसेको बेलामा चाहिँ भिडियो बनाउँछु, हेर्दै गर्नु होला हैन। कस्तो हुँदो रहेछ त फाइनल लुक हैन। ल अब अर्को उयोतिर जाउँ, अर्को पार्टतिर।